हेलो 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 सम्पूर्णमा नमस्कार। म यति बेला एनएसके मार्केटमा आएको छु। देख्न सक्नुहुन्छ एनएसके मार्केटको यो नन हलाल यानि कि बुङ्गुर पाउने ठाउँमा आएको छु। नेपाली दाजुहरूले बुङ्गुर काट्दै हुनुहुन्छ। ल हेर्नुहोस्, यसरी चाहिँ काट्दै हुनुहुन्छ। मैले आज बुङ्गुरको कान खाने प्लान बनाएर आएको छु। बुङ्गुर कान अलिकति सस्तो हुने कारणले थ्याङ्क यू। देख्न सक्नुहुन्छ बुङ्गुरको आन्द्रा पनि महँगै छ। ल हेर्नुहोस्, इन्टेस्टाइन बिग इन्टेस्टाइन 21 रुपियाँ किलो आन्द्रा छ। हेर्नुहोस्, स्याउ मिट 28 रुपियाँ किलो, 29 रुपियाँ किलो। यो रातो मासु 29 रुपियाँ किलो। यो पोर्क बेली, यो चाहिँ कम्मरको खास राम्रो भनेको यही हो। 3 लेयर्स र सबैभन्दा राम्रो यही हो। 39 रुपियाँ किलो। फिल 30 रुपियाँ किलो। यसको चाहिँ यो पनि राम्रै छ मासु, 27 रुपियाँ किलो, 24 रुपियाँ किलो। किमा देख्न सक्नुहुन्छ महँगो छ। ल यो बोन हड्डी महँगो छ। ल 16 रुपियाँ किलो। म चाहिँ कान लिएको छु, देख्न सक्नुहुन्छ 5 रुपियाँ 1 केजीलाई 5 रुपियाँ। पहिला 4 थियो, अहिले बढेर 5 भएको रहेछ। ल गाइजहरु, फाइनली बुङ्गुरको कान म रुममा लिएर आएर काट्दैछु। यसलाई चट्ट काटेर चाहिँ बोइल गर्ने, त्यसपछि टक्क फ्राई गरेर 16% को साथमा खाने भन्ने कुरो छ। भिडियो हेर्दै गर्नु होला। ल गाइजहरु, फाइनली बुङ्गुरो कान रेडी भइसकेको छ। हल्का चाहिँ अब एकैछिन ढाक्नुपर्छ। यो 5 RM 5 रिङ्गेटको है गाइजहरु, 5 रिङ्गेटको कान 5 रुपियाँको कान। ल देख्न सक्नुहुन्छ 4-5 जनालाई पुग्छ मजाले। ल पहिला यही कान 1 महिना अगाडिसम्म हामीले 4 रिङ्गेटको खाँदै थियौं। अहिले यो मलेसियामा बेसिक बढेदेखि 1500 देखि बेसिक बढेर 1700 भएपछि बुङ्गुरको कानमा पनि 1 रुपियाँ बढेर 4 देखि 5 भएको छ। 5 रिङ्गेट भए पनि जो सस्तै हो। हामी त यसरी गुजारा गरेका छौं। अब प्योर मासु, अब बुङ्गुरको प्योर मासु खायो भने त 39 रिङ्गेट रहेछ। अब हेरी छ, जुन फ्याट बेली भनेर त्यो स्पेशललाई 39 रिङ्गेट, त्यही अनुसार रातो मासु 28, त्यस्तै 23 त्यस्तै छ। तर कान चाहिँ सस्तो छ गाइज, देख्न सक्नुहुन्छ। फाइनली अब रेडी भइसकेको छ। यो 4-5 जनाको लागि मैले तयार गरेको छु। म त एक्लै खान्छु, त्यही पनि आज साथीहरुको लागि विशेष चाहिँ मैले
बनाएको छु। ल मेरो यहाँ दाल छ, म एकजना एक्लै खाने। यो चाहिँ आज सबै मिलेर 4-5 जना कति छ। यहाँ काले दाइले होइन खाने। के हुन्छ काले दाइले यहाँ काले